सबैजनालाई नमस्कार छ। चाहिँ पानी परिरहेको छ। म चाहिँ गोठालो आएको यहाँ म यसरी डुबिरहेको अवस्था छ। पानीले गर्दा बाख्रा चाहिँ पसिरहेको छन्। म चाहिँ यहाँ अगाडि यसरी गुरुलाई भेटाउन सकेको छैन। लास्ट दौडिरहेको छन्। पानी परेर यसरी बुझेको छु म चाहिँ गुरुलाई चाहिँ भेटाइसकेको छु। यसरी बाख्रा चाहिँ त्यहाँ पारि आउँदैछन्। बाख्रा चाहिँ साथी म चाहिँ यसरी भेटाइरहेको छु। म चाहिँ यसरी अहिले चाहिँ भिजिरहेको अवस्था छु। यहाँ यसरी पानी परिरहेको अवस्था छ। यसरी भिजिरहेको छु। यसरी गाउँतिर पानी परेको छ। यसो गठ लगाएको छाता पनि लगेको थिएन, घाम गरेको थियो। अनि पानीले परेन भन्ने कुरा भयो। पानी पऱ्यो यसरी बाख्रा चाहिँ भिजेको छ। बाख्रा यसरी कराइरहेको छ। पानीले गर्दाखेरि असर परिसकेको छ बाख्रालाई। यसरी चाहिँ गोरुहरू एकदम ठुलो पानी परिरहेछ। कष्टै ठुलो पानी परिरहेछ। पानी चाहिँ म चाहिँ अहिले भिजिरहेको अवस्था छ। यसरी यहाँ लुथुक्क भिजेर कपडाहरू पुरा भिजिएको छ। अहिले अगाडि गइसकेको गोरुसँग पनि हो चाहिँ पानीले यहाँ भिजाइसकेको। पानी कस्तो ठुलो परिरहेको। अब एकछिनमा चाहिँ यहाँनिर भल आउने सम्भावना छ। म चाहिँ गाउँ चाहिँ मेरो घर चाहिँ त्यहाँ छैन, देखिरहेको छ। अब 10 मिनट जति लाग्छ यहाँ चाहिँ गोरुसँग जाँदाखेरि चाहिँ। ढोका तारा आइएको थियो। बाख्रा चाहिँ अगाडि दौडिसक्यो। गोरु चाहिँ यसरी पछाडि गएको छन्। पानी गयो गोठालो गएको चाहिँ आज चाहिँ एकदम भिजाएको छ पानीले। म पानीमा भिजेर पनि एउटा भिडियो बनाउनु त भनेर चाहिँ भिडियो बनाएको हो। एकदम पानी परेर होइन गोरु एकछिनमा दौडिन्छ। अहिले दौडिनु गाह्रो भइरहेको छ। पानीमा दौडिनु गाह्रो भइरहेको छ। सुरु गरिसकेको छ। यसरी पानीले हामी थुक्कै बनाएको छ। गोरुहरू दौडिसक्यो। म चाहिँ सारा चाहिँ कसरी बाख्रा दौडिएको छन्। बाख्राको पाटो चाहिँ यसरी नै गोरु चाहिँ अब यहाँ पुग्ने अवस्थामा छ। बिताइसकिँदैन। बाख्रा चाहिँ यसरी हिँडिरहेको छ।